भुटानबाट परम पूज्य अचुलको हाम्रो यस कार्यक्रमलाई सफल तुल्याउन हेतु आफ्नो गरिमामा उपस्थित हुनुभई व्यासमा आसीन भइसक्नु भएको छ र अब भने म विस्तार रूपमा कार्यक्रमलाई अघि बढाउन चाहन्छु। यस पृथ्वीमा विज्ञान बेला छ कार्यक्रमलाई सुरु गर्ने अब बेला सर हाम्रो बाँचेको छ त्यसै जोसको जागर त्यसैको नगर त्यसैको निम्ति साँचेको छु आज दिन सकेको छु हो त्यसैको निम्ति साँचो प्रदर्शन परिषदको तत्वावधानमा आयोजित एक दिवसीय गुरुङ समुदायले अपनाउने बौद्ध धर्म र गुरुङ संस्कारसँग सम्बन्धमा यसै प्रकारले अन्तर्राष्ट्रिय गुरुङ प्रदर्शन परिषदका अति आदरणीय पनि आफ्नो उपस्थिति उहाँले जनाइसक्नु भएको छ। साथै यसै वर्ष श्रेय गुरु छापो मेगी नामा नामले परिचित उहाँ पनि हामी माझ कार्यक्रम गर्दै उहाँकै आजका कार्यक्रमको अनुमति गरोस्। अब भने कार्यक्रमको अघिल्लो चरणमा यहाँ निम्ति सहभागी भइदिने हार्दिक अनुरोध गर्न चाहन्छु। यस समय म हजुर सबैलाई जानकारी अनुसार हाम्रो गुरु यहाँलाई हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद। किन कसैलाई आफ्नो नमस्कार गरेको छु उहाँले अवश्य पनि नमस्कार फर्काउनुहुन्छ। धन्यवाद तपाईँलाई। सब अवस्थामा छ अनि बोल्नहरूले पनि अहिले पशुबलि बिस्तारै छाड्दै आएको छ। छाड्दै आए तापनि बोल्नको सङ्ख्या एकदम घट्दो छ। अब उहाँहरूलाई पछाडि धेरै नामहरू उत्पादन हुन सक्दैन तर त्यसको बजेट 25 र 26 तारिकमा समयलाई हामी गुरुङ जातिले जहाँ कहीँ पनि जहिले पनि हामी बौद्ध धर्मलाई मान्छौँ पञ्चशीलको आधारमा। बौद्ध धर्मलाई माने तापनि हामीले हाम्रो प्रिमिटिभ कल्चर जुन चाहिँ छ प्रिमिटिभ रिलिजन जुन चाहिँ छ हाम्रो मौलिक संस्कार र संस्कृतिलाई पनि हामीले समेटेर त्यो चाहिँ कस्तो भने संस्कार अनि धर्म अलग छ। एउटा सिक्काको दुई पाटो हो र त्यो दुई पाटो कदापि मिल्दैन। पनि अपनाएका छौँ हिन्दूजीलाई पनि अपनाएका छौँ। जो वर्तमान स्थिति त्यो स्थितिले हेर्दाखेरि हाम्रो मान्छेलाई हामी बौद्ध मार्गी कसरी गर्ने त्यसमा हाम्रो एउटा साइलेन्ट मिसन एउटा राखेर दुईटै कुरो मात्रै भनेर जान्छौँ। एउटा हामीले के भन्छौँ सेजाको अब हाम्रो आर्य सत्य आर्य अष्टाङ्गीको पालना गर्दै जीवनमा सुख र मुक्तिको बाटोमा हिँड्ने उद्देश्यले स्थापना भएको इन्टरनेसनल काउन्सिल अफ गुरुङ बुद्धिज्मको यस अन्तर्राष्ट्रिय अन्तर्क्रिया कार्यक्रममा उपस्थित हुनुहुने सम्पूर्ण अतिथिज्यूहरूलाई छ्याजलो र सर्वप्रथम अनि अति मान ध्रुव गुरुङज्यू यस्तै प्रकारले यस सभामा आफ्नो अति नै महत्त्वपूर्ण समय दिएर आफ्नो आत्मालाई आत्मसात गरेर यस सभालाई सफलीभूत गराउन हेतु यसरी हामीले आफ्नो सदस्य र अघि नै भनिसकेको छौँ एक नारी सधैँभरि र भारतीय
आइसिजिबीका आमा समूहका अध्यक्ष चाहिँ हामीले श्रीमती मिथेवा छियो एउटा तत्काल छलफल गरिरहेका छौँ। दोस्रो क्रममा चाहिँ 50% सबै कुरोमा सफल हुन् यो भन्ने आशा राख्न खोज्छु। यही कुरो मेरो वक्तव्य रहन्छ, यही मेरो अनुरोध रहन्छ। अनि यहाँ बयोज्येष्ठ महमूदहरू पनि धेरै हुनुहुन्छ र उहाँहरूको त अब तपाईँको आशीर्वाद त चाहिन्छ, गुरुजीहरू ठुल्की गुरुजीहरूको आशीर्वाद चाहिन्छ, छात्रहरूको आशीर्वाद चाहिन्छ। हामी उहाँको आशीर्वाद र हाम्रो एउटा जुन उत्साह मनोबल हामी अगाडि बढ्दै लगेर यो आइसिजिबी नै वरिष्ठ नागरिक नेपालमा छ र नेपालबाट यस संस्थाका केन्द्रबिन्दु आशा र भरोसाका व्यक्तित्व मैले उहाँसँग सदर गरेको धेरै समय त भएको छैन, तर मेरो अध्ययनमा मेरो बुझाइमा उहाँ डाक्टर कुमार गुरुङज्यू हामीले यो इन्टरनेसनल गुरुङको हाम्रा ठुलो गुरु र मैले खाना लाग्यो।